ल हामीले चाहिँ बाइक पार्किङ हानिदिइसक्यौँ होइन, पैसा तिरेर 20 रुपियाँ। अब हामी जाँदैछौँ भित्र यो सालबारी। के गर्छ अब? टिकट कति लिइसकेको? कति एउटाको? 50? ओहो, इन्ट्रान्स यही होला यसको। शीतल छ, धेरै पहिला धेरै पछि पो आइयो त यार यहाँ त है। ब्रो धेरै पछि पो आइयो त। पिङ खेल्छौ? पिङ खेलेन पनि रहेछ। दसैँमा खेलेको छैन, खेल न। यो सबै लेउ लागिसकेछ नि त, तल खाने तल सबै लेउ लागिसकेछ। ठाउँ चाहिँ दामी बनाएको छ, शीतल हुन्छ गर्मीको बेला चाहिँ होइन। ल अलिक खतरा खतरा पोज हानु न। पोज भएन अलिक खतरा, यो त सिम्पल भयो नि त। ल ठिक छ, पिङ खेल। दसैँमा खेलेको छैन नि पिङ होइन। म एक लट खेलिदिइहाल्छु नि म त। सरर पिङ त बाङ्गो जान्छ क्या हो? चोके सोकेमा गयो भने त फेरि बर्बाद हुन्छ त। पखना कहाँ हिँडेको? पिङ खेलेर जानुपर्छ। दसैँमा नि खेलेको छैन पिङ, अनि अब खेल्नु पर्यो नि त। कस्तो साँच्ची भनेको कि ओइ मलाई कसम कस्तो अब त्यो केटाकेटी नै जस्तो लाग्यो। तर केटाकेटी नै हो नि, तिम्रो पो अब उमेर म त फेरि त्यस्तो नगर न। बाङ्गो जान्छ मेरो मन लिभिङ बाई श्रद्धाको पनि अलिअलि मात्रै मलाई दिनुपर्छ? पर्दैन, म आफै खेल्छु ल बिस्तारै है। बाङ्गो गयो भने बाङ्गो गयो भन्नु ल। मचाउँछ के? मचिन्छ होला। के पहिला जस्तो सोचेको छौ कि अनि? पहिलाको जस्तो जवानी सोचेको छौ क्या? बुढो भइसक्यो त, खाडीले बुढो बनाइसक्यो र मचायो जसले। भाँचेला नि पिङ। मलाई त आउँदैन यार मचाउन। माथिको त्यो जुवा होइन नि त, त्यो लठारोसँगै घुमिरहेछ। लगाइ स्पिङ पनि खेल्यो, गले पनि होइन। उल्टो सुल्टो सब हुन्छ यो, तर मान्छे त्यति साह्रो नहुँदो रहेछ अहिले त। पहिला टर्ने अब छ नि अहिले तिमी त्यो कुना काट्छ हेर न, सब जोडी जोडी बसेको हो र। आउनु कहाँ अस्ति लडाएको थियो त कुनमा हो यार? पार्क त राम्रो छ यो, जियोस् अलिकति ठुलो अझै हुनु पर्थ्यो। शहीदहरू जो उहाँहरू चाहिँ कतिखेरको शहीद त्यो चाहिँ मलाई थाहा छैन, पढ्नुपर्छ यार। शहीदहरूको संरक्षित परिचय अरे उहाँहरू हुनुहुन्छ होइन। उहाँहरूको नाम यहाँ दिएको छ। शहीद रामनाथ दाहाल, जन्म 1995 साल, इन तेह्रथुम। तत्कालीन ठेगाना चारपानी झापा रहेछ एउटाको, एकजनाको होइन, एकजनाको गरामुनि झापा रहेछ। 8 तेह्रथुम। नेत्र घिम्रे के हो? वीरेन्द्र सिंह राजवंशी, शहीद कृष्ण पैटेल, नारायण श्रेष्ठ। के हो यो? पञ्चायती उहाँहरू सबैलाई पञ्चायती शासकद्वारा झापाबाट इलाम स्थित जेल सार्ने बहानामा 2029 फागुन 21 गते झापा र इलाकाको सीमा क्षेत्रमा अवस्थित सुखानी जङ्गल। ब्रो त्यो पर सुखानीको थिएन? मलाई थाहा थिएन यार। पर उहाँ सुखानीमा चाहिँ होइन 5 जनाको एकै ठाउँ उयो गरेको थियो नि, उहाँहरूकै रहेछ क्या।
अब हामी यहाँबाट बाहिर निक्ल्यौँ उहाँहरूको आत्माले शान्ति पाओस् है अब अरू के भन्नु पाँचजना सहितको हो मलाई थाहा थिएन क्या कस्तो नि जेल सार्ने क्रममा पो रहेछ त मारेको त अनि होइन कता जाने हो यता कौवा यो के अरे पानी कौवा हो यो यताबाट त जाँदैन नि ब्रो जाँदैन जान्छ भाइ ए हो कत्रो हल्ला गरेको यहाँनिर थर्काइदिनु पर्छ कर ल ठ्याक्क यहाँनिर एउटा ब्रिज छ है यो चाहिँ बाटो उतापट्टि पल्लोपट्टि जाने हामी पहिला त होइन पहिला यहाँ भाटाको पुल थियो जस्तो लाग्छ यही थियो त्यसमा म यो ब्रिज चिन्नु आएको रहेछु उतापट्टि चाहिँ आएको थिएँ होइन यो चाहिँ के खोला हो पोखरी हो र ल अब कता यो यताबाट पनि जान्छ कि यतैबाट जान्छ यहाँबाट हो फोटो खिच्ने मान्छे है जोडी बसेतिर गर्नुहुन्न नि त उनीहरूको अब डेटिङ स्पोट यहाँ डेटिङ गरेर बसेको हुन्छ ए जोडीको त किन म काटेर फालिदिइहाल्छु नि बनाए पनि के हुन्छ र त्यस्तो केही पनि हुँदैन जस्तो अब त्यसरी अब होइन भिडियो नबनाउनु भने चाहिँ किन बनाउने जबरजस्ती छैन नि रुख चाहिँ यो के को हो ब्रो पुरै सफा पुरै सफा यहाँबाट राम्रो देखिने रहेछ त यार योहरू त यो आफै चाहिँ घुम्दैन के घुमाउनु पर्छ यसलाई घुमाउनु पर्छ है आफै चाहिँ घुम्दैन फलाम हो कि यो भाटा हो फलाम हो आमामा अनि यस्तो मान्छे बसेर अनि घुमाउने मान्छे त गयो त अनि फेरि ल ठिक छ हजुर 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 सबै झार उम्रिसकेको रहेछ यहाँ पानी सानी खोइ यहाँ त छैन त नि पहिला त पानी ट्यापै हुन्थ्यो त यहाँ ए यहाँ रहेछ त मोटर बिग्राएको छैन अब के अरे हेरचारै छैन नि त यहाँ रहेछ नि त पानी आउने ठाउँ त सबै झाडी नै झाडी भएको छ आउँदा पनि हुन्छ नि है तर यहाँ होइन ब्रो तर म त आएको छु होला फ्यामिलीसँग पनि धेरै पहिला आएको तर म जाँदैन अब कि दोस्त राति यहाँ अब यो भइरहेको 7:30 बजी लिन आएको थियो क्या अनि मलाई त्यो बाहिरको गेट पालेको छैन त्यो छैन त्यहाँ बाहिर आएर उसले भनेर खोल्न लगाएर भित्र आएर मलाई लिएर गएको त्यो मैले नबुझ्नु ठिकै छ यो पुल होइन झुलुङ्गे पुल तरेर जानुपर्छ होइन उता पर पनि छ नि एउटा पुल होइन परसँग कता यहीँबाट जाउँ माथिबाट त्यत्रो पर नजाउँ धेरै बेर घुम्नु हुँदैन यहाँ धेरै बेर हिँड्नु हुँदैन तर यो झुलुङ्गे पुल लामो चाहिँ छैन त्यति साह्रो ल खै ब्रो पुल त दामी छ त नि तर धेरै लामो चाहिँ छैन यति त हो नि होइन धेरै त कहाँ छ त यो एरिया पनि होइन थोरै छ त ऊ त्यो पर देखेको यो एउटा पुल छ त्यही पुल हो त्यो पर पुग्छ खोलामा चुट्यो भने त के यो त म्युजिक कराए जस्तो कराउँछ त अनि
यतिको गरेर हामी धरो पैसाको माछा नि अब यो अहिले चाहिँ अलिकति अब कम भयो होला कि छैन नि त सिजन छैन कार्तिकदेखि लाग्छ नि सिजन मौसम यहाँ त पिकनिक त टन्नै हुन्छ नि राज भाइ रडले कटाकुटुक होइन पुलमा ब्रो हिँड्दा कस्तो उयो भइरहेछ झुलुङ्गे पुलमा एकदम मजा एकदम लचक 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 है झुलुङ्गे पुल नेपालमा जताततै छ है खासमा यो पहाडी भेगतिर हुन्छ नि त होइन के कराएको यो ओ अस्ति तिमीले ल्याएको यस्तै हो ए जनकाई अस्ति हामीले खाएको भन न हामीले खाएको ल यता पनि कटेज दामी दामी छ शीतल मौसममा है ट्याक्क घुम्न आउँदा हुन्छ है ओहो यहाँनिर त यो के हो यो ब्रो यो त के हो यहाँ होटल थियो पहिला त उता गएर खाजा खाउँ आऊ खाजा खान्न खाऊ न मलाई चटपटे खान मन छ नि यो चाहिँ के हो यहाँ नेपाल सांस्कृतिक भेष ए ड्रेस पनि अहिले उपलब्ध छ यहाँ कुन ड्रेस सबै पानीपुरी खानु ल पानीपुरी खाउँ त हामी पनि ओहो ल यो पनि कति मजाले खायो लो हेर त पानीपुरी दिन्छ दिदी हामीलाई पनि कस्तो मिठो छ ल ठिक छ धेरै पछि आएर खाना लाग्यो पनि पानीपुरी अब कति पर्छ दिदी कति पर्छ 50 रुपियाँको कतिवटा 12वटा हो ल दिन त 2 प्लेट खाइदिनु त्यसो भए 6वटा 12वटा खाउँ पहिला 6वटा हो त्यो बुनले साह्रै मिठो गरेर खायो कि मलाई पनि खानु मन लाग्यो यही हो हाम्रो कि कसको खाउनु जसको खै कस्तो कतिको छ मति 12 खानु सक्दैन अमिलो रहेछ पिरो हालिदिनु ल अलिकति अलि 6वटा मात्रै खान्छ 6वटा मात्रै बुनहरूले भन्छ यहीँबाट लगिदिउँ क्या यहाँ ओसिन्छ है अलिकति पिरो हालेर ल दिदी अझै पिरो भएन नि अमिलो खतरा काम गर्छ तपाईँले यहाँ व्यापार गरेर कति वर्ष भयो दिदी भयो नि के धेरै देखेँ दिदी होइन धेरै बदिला देखेको यहाँ अनि मैले चस्माले केही देखिनँ नि त फोटो खिचेको अब क्यामेराम्यान अनि कस्तो फोटो राम्रो आउँदैन अब भुँडी त्यत्रै छ चाहिँ के चाहिँ गर्छौ त कसरी घटाउँछौ त भन त भुँडी त कत्रो देखिएको यार भुँडी त राष्ट्र देखियो त यार ओ छ नि त्यत्रो अनि अब घटाउनुपर्छ हप्ता दिन जति बियर खान छोड्दैन घटिहाल्छ आफै यताबाट पनि इन्ट्री त्यो अहिकै बाटो पुगिन्छ क्या हो यताबाट अहिकै बाटो पुगिन्छ क्या हो त्यही निक्लिनु त्यही उता निक्लिनु रहेछ होइन कस्तो छ फोटो ए बिल्ला कडक आएछ खतरा आएको छ त खतरा छ त नि ए तिमी फेरि डिलिट गर्दै बसिरहेको होइन छोड न मलाई यो फोटो नराम्रो आएको त डिलिट त गर्नु छैन किन डिलिट गर्नु फेरि सबैतिर डिलिट गर्छ उसले फेरि कस्तो हराइन्छ भने नि यत्रो छ
अनि उकालोमा बसेछ अनि यस्तो गरेर बसेपछि अनि आउँदैन अनि फोटो खिच्ने मान्छेले भन्नुपर्छ क्या म चस्मा लगाएको छु नि त देखिन नि त तिमी भयो म खराब हो एकदम यहाँ सुन फोटो खिच्ने मान्छे भएपछि स्माइल पुगेन कि होइन बाल राम्रो मिलेको छैन कि कता पेट देखिएको छ कि त्यो त सबै खिच्ने मान्छेले पो हेर्ने त अब भएको पेट कहाँ लुकाउँछौ त अनि यस्तो गरेपछि बुझिहाल्छ नि कस्तो गर्छौ अरे कस्तो यस्तो गरेर हिँड्ने अलिक घरको बसाइ बदोस् बियर खुवाइ सो फाइनली हामी सालबारी घुमेर पनि निक्लिसक्यौँ होइन सालबारी घुम्न आउनलाई धेरै बजेटै चाहिँदैन होइन धेरै बजेटको आवश्यकै छैन ट्याक्कै बजेट भनेको 50को पानीपुरी अब भित्र गएर खान मन लाग्यो 50को पानीपुरी होइन पानीपुरी भन्दा पहिला टिकट 50को टिकट लाग्ने रहेछ होइन अब बाइक पार्किङ गर्नुहुन्छ भने त्यो एरियामा रहेछ बाइक पार्किङ गर्ने ठाउँ चाहिँ बाहिर गर्दा नि हुन्छ तर अलिकति रिस्क हुन्छ यदि अब भित्र पैसा तिरेर गरिसकेपछि त सेफली भयो नि त जो 100-150को बजेटले यहाँ मजाले घुमेर निक्लिन सकिने रहेछ है त गाइस बाइक लिएर आउनु ल